घाम लागेर घाम तिमीलाई पाइन भने मर्छु नभन। सुत्दा पनि 5 बजीसम्म सुत्तिएछ हो। हामीलाई पनि मायाले हेर अरूको माया लै लै लै, हाम्रो पनि मनै त हो नि अरूको माया लै लै लै। Oh my God! Wow! बिहानको 10 बजिसक्यो, म उठेको छैन। अच्छा अझ म ड्युटी गएन। 7 बजे त धन्न उठेर हिँडिदो रहेछ नि, आँखा मिच्दै मिच्दै। 10 बजेसम्म निन्द्राले छोडेको छैन। उठ्नुपर्छ, मन गयो भयो अहिले उठ्ने, म उठेको छैन। फुलको गुच्छा तिमीलाई दिएर मन चाहिँ कोही अरूलाई दिन नपरोस्। रहर सपनाहरू तिमीसँग सजाएर जीवन चाहिँ कोही अरूसँग काट्न नपरोस्। देखेका सपनाहरू अनि सुख दुःख तिमीसँगै काट्न पाऊँ। हामी दुई छुट्टिएर हामी दुईले कोही अन्जान मान्छेसँग जिन्दगी बिताउन नपरोस्। उससे मेरा क्या फायदा? और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। म चाहिँ लाइन गयो, यस्तै लाइन गयो भने आज म यहाँ कसरी सुत्छु भन्ने थाहा छैन। अब म चाहिँ उठ्दैछु 10 बजेतिर। यति जाँगरिलो, यति फुर्तिलो, यति जाँगरिलो अनि यति छिटो उठ्ने बोयफ्रेन्ड चाहिएको छ भने सम्पर्क गर्नु होला 0002002002 मा। अब म चाहिँ उठेको छु, बत्ती पनि गयो। अब नुहाइधुवाइ गर्ने, फ्रेस भएर खानासाना खाने, औषधि खाने अनि फेरि सुत्ने मेरो काम। घाम लागेर डाँडा काट्न आँटिसकेछ। अस्ताउनु बेला भइसकेछ। ओछ्यानमा घुमेको घाम लागेर मेरो खाट चाहिँ ढिलोसम्म म सुतेको भएर भाँचिसकेको छ। भुइँमा म पछाडिसकेको छु। म हजुरहरूलाई देखाउन चाहन्छु अहिलेको ताजा खबर। 10 बजेको बिहानी 10 बजेको ताजा खबरमा हजुरहरूलाई स्वागत छ। मेरो खाट भाँचिएर म भुइँमा लडिसकेको छु। त्यही भएर ढिलोसम्म सुत्नु हुँदैन, टाइममै उठ्नुपर्छ। टाइममै उठ्ने गर्नुहोस्। 10 बजेसम्म सुत्यो भने के हुन्छ, ढिलो सुत्यो भने के हुन्छ, सबैले हेप्दा रहेछन्। तू मुझे गलत मत बोल, तू खुद को गलत बोल, तू खुद की औकात देख। मेरो त नसिबमै घरमा ढिलो सुत्यो भने मम्मी बाउ आमाले कराउँथे। अच्छा ढिलोसम्म सुत्यो भने उठ भन्थे, पानी नै खुवाउनु पर्थे। यहाँ ढिलोसम्म सुतेको के हुँदो रहेछ भने खाटले पनि उठ भनेको नसुनेपछि भाँचिँदो रहेछ। खाट भाँचियो। खाट भाँचिएर म चाहिँ भुइँमा लडेको छु। हड्डी नै काँडाकुँडो मेरो खाट भाँचियो। तिजा खाट भाँचिएको छ। अयो अघि उठ्नु खोज्यो। म ढिलोसम्म सुतेको भएर होला मेरो खाट चाहिँ पिर्लिक्कै भाँचिएर ग्राममै म भुइँमा पछाडि। त्यही भएर तपाईँहरू पनि ढिलोसम्म नसुत्नु होला। खाट पनि भाँचियो, अब सुत्दिनँ क्या। मैं गरिब हूँ। के भएर भाँच्छु भन्ने कुरा थाहा त कस्तरी भाँचिएछ नि। शङ्का लाग्दै थियो कि भाँचिन्छ भनेर। त्यही भएर ढिलोसम्म सुत्नु हुँदैन। मेरो त खाट भाँचिएको छु। अबैसम्म नसुत्नु होला। 10 बजेसम्म सुत्नुको कारण खाट भाँचिएर म भुइँमा पछाडिएको छु।
सुत्ने वातावरण पनि छैन यार एक दिन छुट्टी बसेर के सुतौँ न त भनेको खाटै भएको छ ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ हेर घाम लागेन हेर बाहिर त घाम लागेर पुरै टन्टलापुर मन्टलापुर भइसकेछ यता पल्ट्यो उता पल्ट्यो अनि खाट लड्दैन त नलडेर के गर्छ त होइन टाइमसम्म सुत्नुपर्छ टाइम आउनुपर्छ अनि पो हुन्छ त पुरै टन्टलापुर घाम लागिसकेछ जेनेरेटर गराएरै बस्नै नसकिने रहेछ मान्छे नुहाएर पनि आइसकेँ बेड पनि मिलाएको छैन भाँची गयो के मिलाउने बेड चिच्याउ म कराउँ म बौलाउँ बस सुन्दरी से तो मन मेरा पहले भी रातों में अक्सर ही चाहत के हाँ सपने सजोता था पहले भी धड़कन ये धुन कोई गाती थी पर अब जो होता है वो पहले न होता था बाहों में डाले जो भी Oh my God! Wow! बाहों का ऐसा हाल हुआ तेरा होने लगा हूँ खोने लगा हूँ जब से मिला हूँ छैन खाजा खाएर दिन गएर खाना खाएर आउने अनि दिउँसो आज रेस्टै हो आज बस्ने भोलिदेखि फेरि काम गर्ने पछाडि पनि क्यामेरा रहेछ यता यता फर्काएको क्यामेरा रहेछ क्यामेरा थुप्रो छ त्यो 18-19वटा त क्यामेरै होला लगभग लगाएको यो हामीलाई राखेको ठाउँमा यहाँ सब कन्टेनर हो सबै कन्टेनर यिनीहरू चाहिँ पुरै तातिरहेको छ अहिले नै यो यतिको घाममै दिउँसो त झन् एकछिन बस्न सकिन्छ दिउँसो दिनैभरि चाहिँ बस्न चाहिँ नसकिने रहेछ यहाँ सायद तर बाहिर धुम्मिरहेछ सकिन्छ पनि होला टिन हो यो त तातिहाल्छ नि होइन त्यतिको पनि त फर्मवाला टिन हो टिनको हो तातिहाल्छ के को हो जेसुकैको हो चाहिँ दाना साना सबै चबार्नेले चाहिँ सुन्तला यो राम्रो छ हौ यो चोटि दिएको नि
यसरी हान्थ्यौँ हामी सानोमा खाएर चल्थ्यौँ यसरी गरेर यसको आउँदैन रहेछ क्या यसको त त्यति नआउने रहेछ यस्तो गर्थ्यो यस्तो आएर साथीलाई यसो लगाइदिन्थ्यो आँखामा त यसको त नआउने रहेछ यस्तो नरम छ यो राम्रो बोक्रा नि खाने यो चाहिँ रक्सी होइन जुस हो रक्सी जस्तै देखिँदो रहेछ पानी धेरै खानु भनेको छ डक्टरले पानी चाहिँ खानुपर्छ अब सुतौँ भने पनि खाट भाँचेको छ मलाई त तनाव पो भयो त कति बजिसक्यो आज तपाईँहरूलाई म अब एकैछिनपछि बाहिरको भ्यू देखाउँछु ल कस्तो छ भनेर अहिले चाहिँ म रुममा छु म चाहिँ अब खाना खान जाँदैछु एक थाल भात खाएर आउने अनि दबाई खाने सुत्ने बस्ने अप्ठ्यारो लाग्दो थियो यस्तो छुट्टी बस्दाखेरि त खाना खान जान पनि अप्ठ्यारो लाग्दो रहेछ काम नगरिकन खाना खानु अलिक मतलब खानु त पर्छ मान्छे धेरै होला म जाँदैछु खाना खानलाई औषधि खानुपर्ने हो 10 11 भइसक्यो 3 टाइम खाने दबाई खानको लागि पनि अघि खानुपर्ने खाना चाहिँ अब पनि टाइममै खाऊँ भनेर जाँदैछु हामी बस्ने चाहिँ त्यता हो पर क्यान्टिन यता छ तिमीलाई पाइन भने मर्छु नभन किनकि यस्तो भन्नेहरू आज हाँस्दै हिँडेका छन् तिमीलाई पाइन भने मर्छु नभन किनकि यस्तो भन्नेहरू आज हाँस्दै हिँडेका छन् तिमी नै मेरो पहिलो अनि तिमी नै मेरो अन्तिम सम्बन्ध भन्नेहरू आज अरूैसित सम्बन्ध गाँस्दै हिँडेका छन् हामी एकअर्काकै हुन्छौँ भने दाबी नगरौँ कसम नखाउँ किनकि यहाँ सिउँदो हालिएका सम्बन्धहरू पनि बिछडिएर गएका छन् Vai quicando, vai jogando. सुत्दा पनि 5 बजीसम्म सुत्तिएछ हो आजको दिन त सुतेरै गयो कति दिन निन्द्रा लाग्छ हौ अझै निन्द्रा लाग्दैन त घर भएर त उठ्दैन त्यो एकैचोटि भोलि बिहान यहाँ चाहिँ उठ्नु पऱ्यो सुतेपछि खतरा छु फेरि 5 बजे पो उठिरहेको छ हौ मान्छे त आजको दिन चाहिँ यस्तै भयो यसरी नै गयो त्यस्तै नै भयो भिडियो यति नै केही छैन नयाँ कुरा हस् त बाई बाई